अहिले भने चाहिँ तपाईहरुको हेर्नुस् यहाँनिर बुम पाठहरु अलिकति सकिदै गएको छ। अब हाम्रो यहाँनिर बुद्ध जयन्तीको पनि अब लास्ट दिन आउनु आटेको छ। अहिले फिलहाल अब के गर्नु, अब हाम्रो यहाँनिर टासी छोइलिङ गुम्बाको यो पुरानो लाखाङमा पनि अब योपालि लास्ट होला बुद्ध जयन्ती हाम्रो। अब पछि त अब नयाँ गुम्बामा होला, सायद नयाँ लाखाङ बनिन्छ होला। पुरानो अब लाखाङहरु सबैले बिर्सिएर जान्छ अब हैन। त्यसको लागि चाहिँ भिडियोहरु बनाएर यहाँनिर मैले हालिरहेको छु। अब पछि अब लाखाङ नभएको बेलामा यादगारको लागि तपाईहरुको लागि अब कस्तो थियो, के थियो, कसो थियो, अब एउटा पछि यादगार हुन्छ। त्यही भनेर चाहिँ अब भिडियोहरु बनाइरहेको छु। तपाईहरुलाई के कस्तो लाग्छ हैन कमेन्टहरु गरिदिनुहुन्छ भन्ने आशा राख्दै यहाँनिर फेरि अब भोलि आज अब 3 दिन भयो पूजा चाहिँ। अब भोलि पर्सि लास्ट हो। अब हेरिराख्नुहोस् होला तपाईहरुले के कसो हुन्छ, अपडेट दिँदै गर्नेछु म। अहिले चाहिँ गुम्बाको हालत चाहिँ यस्तो भइरहेको छ हो। पानी पर्यो भने सोराइयो खालको हुँदैछ। हिजो बेलुकाको पानी ल्यायो यो हाल भएछ नि त। सिट उयो भिजेन बस्नेहरू। अहिले चाहिँ हाम्रो यहाँनिर पुरा पचालाउनुहरू पर्दैन हो, आकाशको पानीले भइहाल्छ अहिले फिलहालमा चाहिँ। अब पहिला त यसो थिएन हो, अहिले फिलहाल बनिरहेको कारणले गर्दा चाहिँ अहिले यस्तो अवस्थामा भइरहेको छ। पानी हेर्नुहोस् च्याप छ पानीहरू। साफ सफाइ चलिरहेको छ अहिले मर्निङमा। यहाँनिर ढोक गर्न आउनेहरूले ढोक गर्नु पाएको छैन हो। अब हाम्रो यहाँनिर फुलमाला उनाइ हुँदैछ। अब यहाँनिर लासेमा लाउनु लागि बाहिरैबाट अब अवस्था अलिक गम्भीर छ अहिले। लगभग फिनिस्ड भइसक्यो। अब हाम्रो काम पनि फुलमाला लाउने कामहरुदेखि लिएर सबै फिनिस्ड भइसकेर अब यहाँनिर हेर्नुहोस् अघि बिहान कस्तो थियो अहिले कस्तो भयो। सबै यहाँनिर माला साला लाएर सबै मिलिसकेको छ। अब चाहिँ Nam
Rare be joy doloi janju